जित सही काल सिंह काल सही भई आपत साची लमजुङमा काल साई भने जी साई कालु साई भने काल साई लेखिदिया भयो आपत आफल साची लमजुङमा क्षेत्रमा आई राजा रजाया यिनी श्री कालु साईको श्री जम्मा जुमु शाह भए जसम्बो जुमु लेखिदिए जसमा श्री जसमा भूम शाहको शाह जन्मिया भने जन्मिया श्री नारायण हरि भया श्री नरहरि शाह भया श्री नरेन्द्र शाह भया श्री नरहरि लमजुङ बस्नुभयो श्री नरेन्द्र शाह पुस्तुन बस्ने भयो श्री दरबे शाह ले गोर्खा खड्का मारी गोर्खा राजा हो नि त हैन खड्कालाई मारेको नि त गोस्वामी राजा श्री दरबे शाहको पुत्र सन्तानहरू को नाम भनेलाई यो तल यो युवत शाह क्षेत्र शाह श्री किञ्च शाह श्री डमर शाह रुद्र शाह प्रताप शाह नरभल शाह पृथ्वी शाह यो त गोर्खातिरको हो सिंह प्रताप शाह नरराज शाह श्री भाउजू शाह राजेन्द्र शाह श्री युद्धवीर शाह गुरुहरूको पुस्तक यो त उयो आयो हामीहरूको यो त्यही नै हो यो त उयो हामीहरूको पास छ नि त्यो त नराजले 1735 सम्बत 1870 नेपाली सम्बत 933 श्री महाराजको विद्या गोत्र परवार महाशाखा एक कौशिला गोत्र परवार 3 आदर्श गोत्र एक अघिको गोर्खाको नाम लम्बाबाहु दुलाल सोतीश्री उचाइ नगरी यो सर्टमा लेखिदिएको धौलागिरी लागि लुर छेरा घेराको नदी छेरा नदी भने चितौरा घाट भने चितौरा घाटबाट आएको पुर्खाको नाम सबाल दुलाल खजे दुलाल यिनी दुई पुर्खाहरू आई दुल्लुवंशी धाराबाट आएका पुर्खा सतल खजे दुलाल तहाँबाट आएका दुरा जाजरकोटमा तहीँ अरू केही सम्म बसी छहरू तहाँदेखि रुकमा आई बस्यो रुकमा आई बसे छन् भने ती दुई पुर्खाको समय तहीँ बितेछन् र तहाँबाट आएको पुर्खाको नाम बोधे दुलाल खजे दुलाल द्वारबाट आएर पूर्वादको शिशाधारा भने सिकमा लेखिदिए यहाँ शिशाधारा दुरनकोटमा आई बसेछन् र तिनी दुईको समय त्यहीँ बितेछन् त्यहाँदेखि आएको पुर्खाको गजरामदुरा माधेदुरा यिनी पुर्खाहरू आई अर्घुममा आई बसेछन् तहाँ पछि तिनी दुई पुर्खा लमजुङ क्षेत्र कस्तो रहेछ भनी आउँदा मादिको घाटमा आई बस्यो सिङदीबाट चामो ढिङ्गल पनि तहीँसम्म आउँदा गोर्जेबाट सुक्रज क्याप्चा पनि आएको रहेछ गोर्जे कहाँ बस्यो गोर्जे त माथि त्यही माथिदेखि पारी माथि गोर्जे गोर्जे लमजुङै हो गोर्जे माथि नयाँ काशी माथि साँचे राजा थापौँ भन्ने 4 जना बसी मोतो उपरेत ब्रह्मा देशमा खोज्दा राक्षे राजासित राजाको सम्म नमिली बसेको एक पुष्मखर घिमिरेले पण्डित
एउटा आरी चाहिए त्यसरी गाडी खोज्नु जाला क्या बाबारी या ब्रह्मा रहेछ ब्रह्मा रहेछ हाम्रो पुर्खाको ब्रह्मा रहेछ भनेको यसले ब्रह्मा रहेछ हाम्रो पुर्खाको सम्म मिलेछन् छन् हो यो यिन पाँचै पुर्खा पाँचै पुर्खाबाट बासी सम्प्रत बसी भने बासी लेख्यो बसी सम्प्रत गर्ने बाँधी गच्छेपत्र गरेछन् पाँचैजना श्री महाराजमा गएछन् होला भनी पाँचौँ पुर्खा यो नुवाकोट भने नुकोट लेखिदियो पुर्खा नुवाकोट जाउँ श्री महाराजको हजुरमा बिन्ती गर्दा श्री महाराजले काला शाह र काला शाह बक्सन भयो थरथोक पनि श्री थरथोक बक्सन भयो खुडाली देवता खुडाली देवता लिआउने आले मगर थर एक र लक्ष्मी देवता लिआउने अधिकारी ब्रह्माण्ड थर एक घरि ल्याउने फुङ्ची थर के थर हो यो खत्री है के थर एक खरी ल्याउने तेवारी थर एक अरू पठाएको थरथोक र आएर एक र भाइ थर एक थर र भण्डारी थर एक एक पुखेर थर एक इति तिनै इति इखैलाई डडुवा भन्ने ठाउँमा बसी पुरानो कोटमा राजा थापेको हो कालु शाहको घले राजाको छोरा घले राजाको छोरा लेखेका छन् जसमुख शाहलाई जसमुख शाह भएछ सिपाही जुनाल लेके बची लामाहरू दुखी नारायणपुरा आज जाने हो र ये सुन्ताल टिभी अलिअलि दुरा दिदी बहिनी जस्तो कालु शाहलाई दिलबहादुरको दिदी बहिनी हो त नि हो कुल गरी बसी नारायण दुराको छोरा लक्ष्मण दुराको हाम्रो पुर्खा छन् मतलब गरी घले राजा मारी फेरि साई राजा नथापी कहाँ छोडौँला भनी श्री महाराज पनि माइत जान्छु भनी जाँदा रामदी गङ्गाको दोभान र गोमती गङ्गाकी नदीको रानी पोखरी रानी ओडारमा श्री महारानी जसवन्त जिजुलाई सपूर्व बासीमा हामीहरू तिमीले नमानी खान्छौँ भनी बगार मालम राखी घलेको जो राजा थियो राखी फुलगरी बलुवा बेसी झिकाई फुलगरी घले राजा मारी श्री महाराज रानी र जसमुख शाहलाई लगी फेरि पुरानो कोटमा राजा थापेको हो जसमुख शाह जिजा कुसा तीन त्यो नरहरी यस्ता लमजुङ बस्ने भयो नरेन्द्र शाह पुस्तुङ बस्ने भयो दरबे शाह गोर्खाको राजा भयो तहाँ पछि बन्दोबस्त गरी रही र यसमा भुजाङ वेदे इति साक्षी
त्यहाँ त पक्कै छ त्यहाँदेखि पछि तिनीहरूले के भने यहाँ त अहिले हिजै आजसम्म रगत थियो अरे त्यो रगत अहिले यी पाना यस्तो उसले चाहिँ कुडिएको हो अरे पहिला भनेर त्यस्तो पनि भन्ने मान्छे पनि थियो त्यहाँ ढिलो फाटो मान्छे त्यो घेर्मो फाटमा त पुरै त्यो घोडाले दाना खाने डोँडोहरू भयो है त्यो घोडालाई चाहिने चिजहरू अनि ठुल्ठुलो के अरे त्यो घर बनाएको अवशेषहरू अझै पनि छ नि अझै छ नि त्यहाँ त त्यो घेर्मो